हाम्रो चाहिँ 12 प्रो मैक्स हार्ड डिस्कको प्रब्लम छ अटोमेटिक भरे आउने जाने गर्छ है। अब यसलाई चाहिँ के गर्ने भन्दा मैले चाहिँ लक खोलिसकेको छु डिस्प्ले उकाइसकेको छु चाहिँ मेरो चाहिँ समस्या आइरहन्छ क्या। यसको प्रब्लम भनेको चाहिँ यहाँ हार्ड डिस्क छ यो हार्ड डिस्कलाई हिट गरेपछि स्वाटै अन्डा पास हेर्नु है। आइसक्यो यस्तो छ समस्या। मैले चाहिँ मात्रै यसको सेटिङ रिसेट गरेको झ्यापै गएकै भएको थियो। ल कन्फर्म अन भइसकेको फाइनली।